साथीहरू तपाईहरु देख्न सक्नुहुनेछ हाम्रो बारीमा चाहिँ कागती मात्रै लगाछौं के हामीले ढिकमा हैन हामी त ढिक भन्छौं रे तपाईहरु के भन्नुहुन्छ हेर्न सक्नुहुनेछ अनि त्यहाँनिर पनि कागती चाहिँ टन्नै लगाएको छौं के हामीहरुले कहिले भयो भने खान त होला अनि त्यहाँनिर तोरी हेर्न सक्नुहुनेछ हाम्रो उखुबारी पनि छ तल यस्तो राम्रो छ यिनी कागती चाहिँ जो छन् नि यिनी साना हो यिनीसँगै यो पनि लगाएको हेर्नु यो चाहिँ यति ठुलो भइसक्यो अनि त्यो पनि सँगै लगाएको है यिनी सबै एकैचोटी लगाएको के फेरि यो चाहिँ यति ठुलो किन भयो भन्ने म सोचिरहेको छु के साथीहरु के हो यस्तो अचम्म हामी चाहिँ यहाँ लसुन लाउन आएको साथीहरु